तर रासोपाप्रति जनताले देखाएको त्यो आशा भरोसा तपाईँले पनि भन्नुभयो चुक्न दिनुहुन्न हाम्रो सभापतिले भन्नुभयो। त्यो यति छ कि अब आजसम्म लाग्छ कुनै पार्टीले या कुनै राजनीतिज्ञले त्यति धेरै माया पाएको थियो सामाजिक सञ्जालबाट भने रवि लामिछाने हो नि। तर जति आशा गरिएको छ ती आशाहरू निराशामा बदलिदिनु भयो। अब गृहमन्त्री पनि त पटक पटक बन्नुभयो, केही गर्न सक्नु भएन भन्ने आरोप विपक्षी दलहरूले लगाइरहेका छन् तपाईँहरूलाई। होइन, यहाँहरूले के पनि मूल्याङ्कन गर्नुपर्छ भने हामी पहिलो पटक सरकारमा जाँदाखेरि 30 दिन, दोस्रो पटक लगभग 3 महिना को अवधिमा गयौँ र जतिखेर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो, सरकारमा गइरहँदाखेरि अन्य पार्टीको जो नेतृत्व मन्त्री बनेर जानुभयो थियो र हाम्रो पार्टीका साथीहरू अन्य दलको तुलनामा तपाईको दलले केही गर्यो हैन, धेरै गर्यो भनौँ न। किनभने विभिन्न तपाईको गृह मन्त्रालय नै हुँदाखेरि अब थुप्रै तपाईका हाम्रा जग्गाहरू, सार्वजनिक जग्गाहरू फिर्ता ल्याउने काम गृह मन्त्रालयबाट भयो। त्यसै गरी अब के अरे खेलकुद मन्त्रालयबाट स्काउटका जग्गाहरू तपाईको फिर्ता गर्नुपर्छ भनेर पत्रचार हाम्रो विराज मानेज्यूले गर्नुभएको थियो।